हेलो साथीहरू, फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो छोटो भ्लगमा हैन। अनि आज चाहिँ मैले भ्लग चाहिँ किन गरेको भने मैले धेरै दिन भएको थियो भ्लग नगरेको चाहिँ, अनि त्यही भएर धेरै पछि भ्लग आज बनाइदिएको। लगभग 15-20 दिन भयो होला भ्लग नगरेको। त्यस्तै कारणले गर्दा अनि भ्लग गर्ने टाइम नै पाइँदैन। यसलाई काट्दै पुरै केही गरे हुन्थ्यो, अनि त्यही भएर आज चाहिँ भ्लग गरिदिएको मैले चाहिँ हैन। अनि आज कता जाँदै गरेको भने चाहिँ प्रामुङ जाँदै गरेको। प्रामुङ जाँदै आज भ्लग गरौँ भन्ने मेरो चाहिँ सिर्जना भयो हैन। अनि त्यही भएर भ्लग गर्दै गरेको। आज काल भ्लग लिस्टको काम छ प्रामुङमा, अनि कालेले मलाई बोलाएर चाहिँ जाँदै गरेको। अनि माथिबाट चाहिँ हामी चाहिँ बाइकमा जानुपर्ने हुन्छ। अहिले चाहिँ म हिँडेर जाँदैछु। हिँड्न गाह्रो भइरहेछ मलाई त। खुट्टा बल खेल्दाखेरि एङ्गल बिग्रेको छ नि त, त्यो मलाई चाहिँ गाह्रो भइरहेछ हिँड्न। माथिबाट बाइक रहेछ। अनि आजको मौसम चाहिँ यस्तै छ, धुमी रहेछ। घाम पनि ठिकै, अनि फेरि बादल पनि लागिरहेछ। आज चाहिँ खोइ के भएर अलिक धुमी रहेछ, न त एकदम खतरा घाम लागिरहन्थ्यो। आजको मौसम यस्तै छ। यसलाई भने चाहिँ गर्मीले साह्रो परेको होइन। अब चाहिँ म चाहिँ रोडमा पुग्न आँटेको है। अनि म रुटमा चाहिँ यहाँ काले आउँछ, त्यसपछि चाहिँ सँगै जानुपर्ने हुन्छ। गर्मी यस्तो आयो कि हेर्नु न, आम्म पसिना छिनाइ भइयो है। घाममा लागेर छ, अनि उकालो हिँड्नुपर्छ। गर्मी त भइरहन्छ नि, भइहाल्छ नि होइन। चाहिँ रोड फाइनली पुगिसकेँ म चाहिँ। अब कालीलाई बोलाउनु पर्ने हुन्छ। काली चाहिँ सुनेको होला। काली काले आइज भाइ। काले चाहिँ त्यहाँबाट बसिरहेको रहेछ। छिटो आइज न हौ। काले चाहिँ आउँछ यता। चाहिँ हिरोको एन्ट्रीमा आउँदैछ होइन, बाइकमा। हिरोको एन्ट्री लिएर आउँदैछ साथी। अबलाई भने चाहिँ हामी गएको ल। मेरो खुट्टा नि हुँदै छैन नि त हिँड्नु गर्नु। लाग्दैको ल चाहिँ होइन हौ। हिजो यस्तो चाहिँ साथीहरूले
कसरी नचाएको है कसरी चाहिँ पुग्छ नचाक राई घरमा हेलो परवटा पनि जान्छ गइन्छ तर योबाट लिम्बू नि हो नि त त्यसै कारणले हामी चाहिँ प्रायः पुगिसक्नु पर्छ होइन अन्त त अचम्म लाग्यो मलाई चाहिँ हालिरहेको एकदम सबैलाई हालिरहेको थियो होइन त्यसो नहुनु पर्ने भनेपछि नि एउटाले फर्स्ट टाइम होला नि कोही फर्स्ट टाइम होला एउटाले बाइकमा गई तेर्छ यहाँबाट माछा घर कति लाग्नु पर्यो यहाँ बासगाडी बोक्दा चलाउनु सक्छ अलिक पर बाटो यो बाटोबाट कति लाग्नु अहिले उद्योगबाट ए अहिले त्यहाँ पो सरेको रहेछ त यहाँ छुटेको न अनि अहिले यता आइन्छ त कस्तो अनि यहाँ त झरेछ नि अहिले ठिकै हो बाटोमा तर फाइनली गाइज हामी चाहिँ आइपुग्यौँ आराम गरेर है नजिक हो नि त अब ल दाजु हेलो हेलो मालो त चाहिँ चिज हो नि त एकछिन रहँदा हुन्छ के कति टाइम लाग्छ अलिक पातलो भनेर आधुनिक भट्टी हो नि त किन इच्छा नगर्ने तिमी जान्ने बढी नबोलाइ तिमी कतैले कुट्टा भेट्छस् always better.
एक्लै जीवनमा के भो साथ खोज्छु मनका कुरा सुन्न तिमीलाई यो चाहिँ कस्तो साँच्ची गेम हो खाली टाइममा चाहिँ वडा स्तरीय भनिरहेको छ कहाँ थाप्ली टार भनेको चाहिँ मलाई त देखि ए त्यही त हो यो वडा स्टेर त्यो हाम्रोतिर छैन त्यही त हो अध्यक्ष कप हो 9 साइड होइन 9 साइड हो यही त भन्छ अस्ति के हो यो साल त्यहाँ पारिसक्यो 3 मा के कति 2 कि 3 हाम्रो वडाबाट चाहिँ को लान्छ होला के भन्छ होला को यो राजेश कुमार भन्ने तिम्रो त्यो मान्छे चटपटे खान गएको है गाई छ पहिले यहाँ त स्कुल थियो त होइन यो बुढी स्कुल यहाँ त थियो अङ्ग्रेजी स्कुल डम्फु चोक गाँदै गरेको इकाइहरू पछि नि निकाल्ने खालको नि हो यसको मेसिन नै हुन्छ नि त भाइ गाडी नै हुन्छ नि त ढाबातिर चाहिँ गर्छ है अर्थमै सेड नहाल्दो रहेछ कि बित्तिकै त्यसपछि भैँस म मेरो क्यों कटा
ला पानी पर्दैछ त ओइ पानी त पर्छ आन्टी के गर्न दिन्छ हो रेन इज कलिङ अनि चटपटी बनाइदिनु छिट्टो मिठो लागिहाल्ने पानीको धुला खाइन्छ अहिले यहाँ पर गामी घर कहिले यहाँ पर सारेको रहेछ नि त महँगो भन्दो रहेछ हौ सेम माल लगेर गयौँ है माल चाहिँ यसरी बोक्नुपर्छ होइन यहाँ राख्नुपर्छ बोक्दै होइन चल पहिला बच्चामै मात्र अनि बिताउने बित्तिकै धुल्ने यो थामसाङ सेवा समाजद्वारा निर्मित यो ढुङ्गामा चाहिँ धेरै खालको उयोहरू छ नि त आकृति के को अनि त्योहरू यो चाहिँ संरक्षण होइन पर्यटक स्थल पनि हुन्छ यो त्यही भएर चाहिँ बनाएको यो चाहिँ कताबाट हामी चाहिँ प्राङ बढाएर माथि बल प्र्याक्टिस गर्न आएको अहिले चाहिँ कोही आएको छैन अनि बिचनाबाट सुनाउनु चाहिँ